नमस्कार, म राजु थापा। सीधा प्रश्नमा यहाँलाई स्वागत छ। स्थानीय निकायको निर्वाचन हुन अब 24 दिन बाँकी छ। यो निर्वाचन नेपाली जनताले चाहे जस्तो कि टाढा रहेको सिंहदरबार नजिकै अनुभूत गर्न पाइयोस्, नजिकबाटै सेवा सुविधा प्राप्त होस् र नजिक नै अधिकार सम्पन्न स्वायत्त हरेक हिसाबले जनता निर्णायक हुने व्यवस्था प्राप्त होस् भन्ने जनताले जे अपेक्षा गरेका थिए र जुन संविधानले अहिलेको संविधानले प्रत्याभूत गरेको छ त्यसलाई अभ्यासका रूपमा प्रयोग गर्ने र अधिकारहरूको उपयोग गर्ने एउटा ऐतिहासिक अवसरको रूपमा स्थानीय निर्वाचन हुँदैछ। तर यसको विपक्षमा कतिपय दलहरू देखा परेका छन् र स्थानीय निकायको अधिकारहरू पनि कम हुनुपर्ने सम्मको उनीहरूको दाबी छ अथवा उनीहरूले त्यो कुरा गरिरहेका छन्। नेपाली जनताले यो निर्वाचनमा भाग लिन किन आवश्यक छ अथवा यसको औचित्य के छ, के कति कारणले यो महत्त्वपूर्ण छ अथवा यसको महत्त्व छैन, के छ, विश्लेषणको निम्ति आज हामीले सीधा प्रश्नमा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाललाई आमन्त्रण गरेका छौँ। आउनु सुरु गरौँ सीधा प्रश्न। कार्यक्रममा यहाँलाई स्वागत छ। हस्, धन्यवाद। दाहालजी, सीधा प्रश्न सुरु गर्छु। स्थानीय निकायको निर्वाचन हुन अब धेरै दिन बाँकी छैन। जनतामा तपाईँले व्यक्तिगत रूपमा कति उत्साह देख्नु भएको छ र आकर्षण देख्नु भएको छ यो निर्वाचनको सन्दर्भमा चाहिँ? किनभने वास्तवमा जनता तयारीमा छ, मेरो चाहिँ विश्वास छ। किनभने देशभरि जति सूचनाहरू आइरहेका छन्, जुन जुन ठाउँबाट आइरहेका छन्, ती हरेक ठाउँबाट जनता व्यक्तिगत रूपमा विश्वस्त छ चुनाव हुन्छ, हुनुपर्छ भन्ने कुरामा, र उनीहरू तयारीमा जुटि पनि सकेका छन्। किनभने राजनीतिक अभियान तयारीमा जुटिसकेपछि जनता स्वाभाविक परिचालित हुन्छन्। हाम्रो जस्तो मुलुकमा अगुवा अगाडि बढेपछि पछाडि आम नागरिक पछाडि आउँछ, त्यो एउटा प्रचलन पनि हो। र फेरि 20 वर्षपछि भइराखेको छ। नयाँ रूपमा भए पनि जस्तो 20 वर्ष अगाडिको स्थानीय निकायको निर्वाचन त होइन यो। अहिलेको निर्वाचन भनेको अधिकार सम्पन्न तुल्याउँदैछ। अघि उद्घोषणको क्रममा भने जस्तो सिंहदरबारको अधिकारलाई आफ्नो घरमा ल्याउने, घरमा सिंहदरबारबाट आफ्नो झोपडीमा ल्याउने अधिकारको विषय बन्छ अहिलेको निर्वाचन। त त्यस्तो सन्दर्भमा कसरी आउँदो रहेछ त अधिकार आफ्नै घरमा र आफ्ना अधिकारहरू आफैले कुन रूपमा प्रयोग गर्न पाइँदो रहेछ भनेर मान्छेहरूमा एउटा उत्सुकता छ। त्यो उत्सुकताको कारणले पनि निर्वाचनको प्रति मान्छेहरूको जागरुकता प्रशस्त देखिन्छ। हिजो मात्रै 5 राजनीतिक दल, मुख्य राजनीतिक दलहरूले मिटिङ गरेर एउटा भेला गरेर उनीहरूले 31 गते निर्वाचन गर्ने कुरामा प्रतिबद्धता व्यक्त गरिराखेका छन्। तैपनि कतिपय सन्दर्भमा आशंका कतिपय कोणबाट उठिराखेका छ। कति जायज छ अब शङ्का गर्न पर्छ पर्दैन? शङ्का गर्नुपर्ने आधारमा हेर्नुहोस्, शङ्का जायज छ, नाजायज शङ्का किन छैन भने यो विवाद रहित भएको छैन, सबैभन्दा ठुलो कुरा त। र त्यो विवाद रहित नहुनुमा संविधानको अवस्थादेखि, हामीले संविधान घोषणा गर्दादेखिको अवस्थालाई हामीले बुझ्नुपर्ने हुन्छ। यो संविधान, अहिलेको संविधानमा 5 वटा कोणबाट असहमति जनाइएको अवस्था छ। 5 वटा कोणबाट जस्तो अहिलेको संविधानप्रति राजावादीहरू पनि असहमत छन्, धर्मको कुरा गर्नेहरू पनि असहमत छन्, अति जातीय कुरा गर्ने पनि असहमत छन्, अति क्षेत्रीय कुरा गर्ने पनि असहमत छन्, र मधेस केन्द्रित दलहरू पनि असहमत छन्। मतलब यी 5 वटा कुराहरू तपाईँले देख्न सक्नुहुन्छ। अझ छिमेकी एउटा शक्ति राष्ट्र पनि असहमत नै छ। शक्ति राष्ट्र चाहिँ यिनै 5 वटा असहमतिभित्र मात्रै छ। त्यस हिसाबले अरू शक्ति राष्ट्रहरू, अरूका स्वार्थहरू सबै यसैमा प्रतिबिम्बन भएको छ। चाहिँ छिमेकीदेखि अरू शक्ति राष्ट्रहरू सिधै छैनन्, उनीहरू यिनै 5 वटा असहमतिहरूबाट उनीहरू कहीँ न कहीँ जोडिन पुगेका हुन सक्छन्। त्यो अवस्था छ। त्यो संविधान आउँदैदेखिको विवाद यथावत अहिले पनि छ। अहिले पनि पहिलो संशोधन भयो, त्यसले पुरा भएन, दोस्रो संशोधनको लागि प्रस्तावित भयो, त्यसले पुरा नगरेर प्रस्तावलाई नै फिर्ता गर्नुपर्ने भयो, त्यो फिर्ता गरेको कुरालाई पनि स्वीकार्य फेरि भएन, अर्को संशोधन पनि। भनेपछि एउटा जटिल प्रश्न त संविधानमै रहेको छ। त्यसैले संविधान अनुसार हुन लागेको निर्वाचन स्वाभाविक रूपमा विवादरहित हुन्छ भनेर भन्न सकिँदैन, यो स्वाभाविक कुरा हो। तर निर्वाचनलाई मात्रै छुट्याएर
निर्वाचन सम्बन्धी ऐन कानुन र निर्वाचन स्थानीय तहको संरचना र यसको बनोटलाई हेर्ने बित्तिकै चाहिँ केही भिन्नता देख्न सकिन्छ। त्यो भिन्नता भनेको के हो भने स्थानीय तह फरक कुरा हो र संविधानका ठुल्ठुला जटिलताहरू फरक हुन्। संविधानको विशिष्ट एउटा आफ्नो रूप छ, आफ्नो स्वरूप छ, त्यसले ग्रहण गर्ने कुरा एउटा हो र अहिले स्थानीय निकायले दिन खोजेको कुरा अर्को हो भनेर यदि हामीले अलिकति अलग गयौँ भने निर्वाचन अलिक सजिलो होला। तथापि योलाई जसरी घ्यालमेल बनाइएको छ नि, एकै ठाउँमा इन्टरमिङ्गलिङ गर्ने काम जे भइराखेको छ त्यसले अब त्यो पक्षले के भनिरहेको छ भने यो वास्तवमा हामीलाई अधिकारबाट वञ्चित गराउने एउटा रणनीतिक तहत यो सब काम भइराखेको छ, त्यस कारण हामी सहभागी हुँदैनौँ भन्ने उनीहरूले जनतालाई बुझाएको अवस्था छ। स्थानीय तहमा तपाईँ मधेसी जनताहरूले बुझेको कुरा के छ भने होइन हामीलाई त अधिकारबाट वञ्चित गराएकै रहेछ भन्ने पनि बुझेको अवस्था छ। यो परिप्रेक्ष्यमा निर्वाचन त्यो क्षेत्रमा विशेष गरेर जहाँ चाहिँ त्यो खालको प्रभाव परिराखेको छ जनतामा पनि त्यहाँ गर्न सजिलो कति होला? होइन होइन राजुभाइ, तपाईँले एउटा मात्रै विषयलाई उठाउनुभयो यसमा। अहिले पनि निर्वाचनको खिलाफमा, अहिले यो स्थानीय तहको निर्वाचनको खिलाफमा सिधा 3-4 शक्तिहरू सक्रिय छन्। अहिले तपाईँले भर्खरै साना दलहरूले बहिष्कार गर्ने भनेर उनीहरू अहिले पनि धरना बसिरहेछन्, जसको नेतृत्व डाक्टर बाबुराम भट्टराईले गर्नुभएको छ, न्याय शक्तिले गरिराखेको छ। र दलीय पद्धतिमा निर्दलीय निर्वाचन हामी स्वीकार गर्दैनौँ, साना दलहरूको लागि पनि दलीय चुनाव चिन्ह चाहिन्छ भनेर 68वटा दलहरू मिलेर संयुक्त मोर्चाबन्दी गरेर उहाँहरू अहिले पनि धरनामा हुनुहुन्छ। त्यसको कुनै मिनिङ हुन्छ हेर्नुहोस्, किनभने दलीय पद्धतिमा दलीय चुनाव चिन्ह भन्दाखेरि एउटा सैद्धान्तिक प्रश्न उठ्छ। र्यासनल त्यहाँ छ, उनीहरूले एउटा र्यासनललाई टिकेर कहीँ न कहीँ त्यो चाहिँ सैद्धान्तिक प्रश्न जायज छ भनेर मान्नुपर्ने हुन्छ। त्यो पक्ष पनि अहिलेकै शैलीमा गयो भने निर्वाचनमा भाग नलिने भनेर भनिराखेको छ, त्यसको असर कमोबेस पर्न सक्छ। दोस्रो कुरा, तपाईँले संविधान मानेर संविधानभित्रै बसेर अहिले सरकारमा समेत सहभागी भएको जस्तो राष्ट्रिय प्रजातन्त्र पार्टी छ, उसले 2टा मुद्दा उठाइराखेको छ, निर्वाचन आयोगसँग जोडिराखेको छ, एउटा धर्मको र एउटा राजाको। त्यो विषयवस्तु हटाएकोमा ऊ अत्यन्त रुष्ट छ र उसले चुनौती समेत दिइसकेको छ र धम्की पनि दिइसकेको छ कि हामी अहिलेकै परिस्थिति यो अनुसार गर्ने हो भने हामी भाग लिँदैनौँ, त्यो हदसम्म हामी जान सक्छौँ भनेर भनेको छ। भनेपछि 2टा शक्ति त तपाईँले सिधा देख्नुभयो। तेस्रो छ जस्तो मधेस केन्द्रित दलहरूको मोर्चा छ, त्यो मोर्चामध्ये एउटा समूह त अहिले मोर्चाबन्दी गर्दैछ, एउटै एकीकरण हुँदैछ तिनीहरूको बिचमा। त यहाँ सायद सूचना आइपुगेको छैन, मलाई थाहा छैन, तर उनीहरू मोर्चाबन्दी एउटा ग्रुप हुँदैछ। त त्यो एउटा पार्टीमा चाहिँ एकीकरण हुने क्रममा छ, त्यो मधेस केन्द्रित दलहरूको त्यो मोर्चा एकातिर छ। तेस्रो भयो। र अब चौथो कुरा भयो जस्तो सङ्घीय समाजवादी छ, त्यो सङ्घीय समाजवादीले पनि काम गरिरहेछ, आफ्नो फरक ढङ्गले फरक शैलीमा काम गरिरहेको छ। भन्दाखेरि चाडा असहमतिहरू बिचमा छन् अहिले निर्वाचनको सन्दर्भ। खालि मधेस केन्द्रित दल, तपाईँले एउटा कोणको कुरा गर्नुभयो, मधेस केन्द्रित अरू पक्षको पनि कुरा गर्दै थिए, तपाईँले सबै समेटिदिनु भयो। त्यसो गर्दाखेरि मधेस केन्द्रित मात्रै छैन, यो धेरैवटा कोणबाट चाहिँ अहिलेको निर्वाचनलाई अस्वीकार गर्ने भन्ने कुरा छ। तर त्यो कति जायज छ? सबभन्दा ठुलो कुरा हामीले मूल प्रश्न त्यो हो, संविधान जारी गर्नुको अर्थ के हो? जनतालाई अधिकार सम्पन्न तुल्याउन होइन। अहिलेको सङ्घीयताको कुरा के? त्यो सङ्घीयता भनेको जनताका घरमा अधिकार पुर्याउन होइन। जब पहिलो चरणको घरमा अधिकार पुग्दैछ भने त्यसलाई अस्वीकार किन गर्ने? बरु भोलि त्यसपछिका स्टेप्सहरू छन् नि, जस्तो प्रदेश सभाको कुरा होला, प्रदेश गठनको कुरा होला, त्यो बेलामा विवाद गर्न सकिन्छ। त्यसपछि गएर केन्द्रको सिटको सङ्ख्या तालमेलको कुरा होला, प्रतिनिधित्व कुन रूपमा हुने भन्ने कुरा होला, त्यो बेलामा बहस गर्न सकिन्छ। तर अहिले त सिधै जनताको घरमा अधिकार पुग्दैछ। सिधै जनताका घरमा अधिकार पुग्नु गलत हो? प्रश्न त्यो हो। कसरी पुग्दैछ भन्ने कुरा पनि भएन। निर्वाचनबाट पुग्दैछ, निर्वाचनबाट अधिकार पुग्नु गलत हो? त्यसको जवाब त दिनुपर्छ नि उहाँहरूले। जहिले पनि अडङ्गा खडा गर्न त पाइँदैन। अडङ्गा छ, ठिक छ, समस्याहरू छन्, तर ती समस्याहरूको हल हुनसक्छ। अहिले चुनाव जितेर तिनै निकायहरूलाई परिचालन गर्नु नि, त्यही निकायहरूलाई आफ्ना कुरा भन्नको लागि लगाउनको निम्ति प्रयोग गर्नु नि, संयन्त्र त त्यो पनि एउटा हुन्छ नि। स्थानीय निकायहरू बनिसकेपछि ती गाउँपालिका नगरपालिका आफै संयन्त्र हुन सक्छन्, आफै एउटा सरकार हो।
जबकि सरकारको बिचमा कन्फ्रन्टेसन हुनसक्छ। अहिले त स्थानीय सरकार गठन गर्ने बित्तिकै एउटा सरकार त बन्यो नि, एउटा सरकार बन्यो त अर्को सरकारलाई दबाब दिन उसलाई सजिलो हुन्छ भने उहाँहरूले निर्वाचनको विरुद्ध जानुको त कुनै अर्थ छैन, तर गइराखेको अवस्था छ र सजिलो छैन। अब त्यो कतिपय पक्षहरू तपाईँले भन्नुभयो, एउटा अर्को पक्ष पनि छ जसमा संशय अथवा शङ्का चाहिँ त्यहाँ पनि गरिएको छ कि सरकारमै बसेर तपाईँले एउटा पक्ष राप्रपा भन्ने कि राप्रपा त्यहाँ सहभागी छ, महत्त्वपूर्ण उहाँले डिक्लेयर गर्नुभएको कुरालाई मैले भने हो। अब त्यसमा सरकारको प्रधानमन्त्री भएको व्यक्तिले भनेका कुरा तपाईँले भन्नुभयो, अर्को प्रधानमन्त्री र गृहमन्त्री जसले देशको सुरक्षा सञ्चालन गर्नुहुन्छ त्यो व्यक्तिबाट आएका कतिपय कुराहरूले पनि एक खालको संशय बढाएको छ। यो होइन, अब यसो गरौँ, गृहमन्त्रीजीले जे कुराहरू भन्नुभएको छ उहाँले स्पष्टीकरण पनि दिनुभएको छ, मैले पढेको छु। मैले भन्न खोजेको यो भनेर भनेको छ, उहाँले राजनीतिक सहमति पनि आवश्यक छ, किनभने सुरक्षा निकाय र निर्वाचन आयोगको मात्रै दायित्व हुन सक्दैन, राजनीतिक सहमति प्रमुख हो र राजनीतिक सहमति जरुरी छ त्यो गर्ने कि सार्वजनिकरण गर्ने त्यसले उहाँले भन्नुभएको कुरो मैले त्यति सुनेको छु। अब राजनीतिक सहमतिको सन्दर्भमा त्यो आशयका साथ उहाँले गर्नुभएको कुरा हो भनेको अन्यथा छैन मेरो बुझाइमा। नत्र यो दुईटाले मात्रै गर्न सक्दैन त्यस कारणले हामीले गर्न सक्दैनौँ भनेको हो भने चाहिँ गलत हो। तर मलाई के लाग्छ भने उहाँले फेरि रिट्विट गरेको छ, उहाँले स्पष्टीकरण दिए, मैले पढे हुनाले मैले के भने अन्तर्य के हुनसक्छ भन्ने हो। कतिपय मान्छेले के भनिरहेछन् भने उहाँको मन कहीँ न कहीँ यसो गरौँ, अब यस बारेमा उहाँको अन्तर्य जाँच्ने काम नगरौँ, किनभने विमलाजी पहिलो कुरा त पार्न सक्ने कुरा मैले किन यो कुरा भन्न कठिनाइ पर्छ भने दुई तिनवटा कारणले। म बडो टेलिभिजनमै यो कुरा आम श्रोताहरूले केही कुनै टिप्पणी गर्नु होला, त्यो आफ्नो ठाउँमा अधिकार छ, गर्नुहुन्छ। पहिलो कुरा त उहाँ र हामी एउटै संस्थामा काम गर्छौँ, महेन्द्र राज निधि स्मृति प्रतिष्ठानको म आफै अध्यक्ष छु, उहाँ महाराष्ट्र अध्यक्ष हुनुहुन्छ। पहिलो कुरा त त्यो। तर त्यसो भनेर म उहाँको कठोर आलोचक पनि हुँ, कतिपय सन्दर्भमा मैले आर्टिकल नै लेखेको छु, आलोचना गरेर लेखेको छु। तर यो सन्दर्भमा चाहिँ बुझाइको कमी हो कि जस्तो मैले अनुभव गरेको छु। यो सन्दर्भमा कसको बुझाइको कमी होइन, हामी उहाँले स्पष्टीकरण पहिल्यै पुरा वाक्य गर्नुभएको भए सायद राम्रो हुन्थ्यो। उहाँले आधा कुरा गर्नुभयो, सेक्टरलाई उहाँले बारम्बार जसरी उठाइराख्नु भएको छ अरूहरूले भन्दा, त्यो गर्दाखेरि कहीँ न कहीँ उहाँको अन्तर्य पनि कतै त्यतापट्टि छ कि उहाँको केही बाध्यता चाहिँ छ नि त। उहाँ मधेस केन्द्रित, मधेसबाट उहाँले प्रतिनिधित्व गर्नुपर्छ। तिनी जनता जसलाई भ्रमित तुल्याइएको छ त्यही भ्रमित तुल्याएका जनताका माझमा गएर उभिनु पर्नेछ। मधेस केन्द्रित दलहरूका सांसदहरू मात्रै होइन, तपाईँको अरू ठुला पार्टीहरू, राष्ट्रिय पार्टीहरूका माओवादी, एमाले, नेपाली कङ्ग्रेसका त्यहाँ त्यो क्षेत्रका सांसदहरू खुलेर कुनै कुरा भनिराखेको अवस्था छैन। गृहमन्त्रीले अलिकति जिम्मेदारीका साथ केही कुराहरू राख्दाखेरि हामीले धेरै ठुलो बहस र चर्चा गर्नुपर्ने। अब त्यसो हो भने दालजी कि अनुकूल वातावरण बन्दै गइराखेको छ, गृहमन्त्रीजी पनि प्रतिबद्ध हुनुहुन्छ, कमल थापाजीहरू पनि समेटित हुनुहुन्छ। फेरि अर्को कुरा मैले यसैमा थपौँ, गृहमन्त्रीजी भनेको नेपाली कङ्ग्रेसको प्रतिनिधि हुनुहुन्छ। नेपाली कङ्ग्रेसको दृष्टिकोण के छ त्यसमा निर्भर पर्छ। पहिलो कुरा त हामीले एकदम नै बुझ्नै पर्ने कुरा। कमल थापाको कुरा चाहिँ उहाँको पार्टीले नै निर्णय गरेको कुरा हो, पार्टी आफै धर्ना बसिरहेको कुरा हो, उहाँ खुद अध्यक्ष हुनुहुन्छ पनि। अब विमला निधि पार्टीमा कुनै अध्यक्ष या महामन्त्री पदको होइन र पार्टीले जे निर्णय गर्छ त्यो मान्नुपर्ने हुन्छ उहाँले, होइन भने उहाँले सरकार छोड्नुपर्ने स्थिति हुन्छ यदि अस्वीकार गर्ने भने। त्यस कारणले पार्टीको निर्णय नै उहाँको निर्णय हुने मान्ने हुन्छ। उहाँ चाहिँ यहाँ पनि पार्टीको निर्णय नै मान्य हुन्छ, तर पार्टीको अध्यक्ष नै हुनुहुन्छ कमल थापाजी। त्यस कारणले मैले उहाँको विषयमा चाहिँ चर्चा गरेँ हो। अब यो सबै परिस्थितिलाई यतिसम्म अहिले जति समयसम्म हामीले विश्लेषण गऱ्यौँ, यसको अब कन्क्लुजन सारांश के हुन्छ? के हामीहरू निर्वाचनको परिवेश परिस्थिति अझ 50% भन्दा बढी 51% छ भन्न सकिने अवस्थामा हामीले निष्कर्ष निकाल्न सकियो कि अझ होइन अलि अप्ठ्यारै छ परिस्थिति भन्ने? होइन, यस्तो हो, हेर्नुहोस्, अब यो कस्तो हुन्छ भने मान्यताको प्रश्न उठ्छ। आम नागरिकको हिसाबले हामीले त्यो मान्यताको दृष्टिकोणले गयौँ भनेदेखि, आम नागरिकको हिसाबले गयौँ भने निर्वाचनमुखी अवस्था छ, वातावरण छ र अनिवार्यता पनि छ र वातावरण पनि छ। तपाईँ आम नागरिकसँग जोडिदिनु भयो भने निर्वाचनको विपक्षमा जाने अब मान्यताको प्रश्न उठाउनु भयो भने, जस्तो तपाईँले चाहिँ प्रदेश जहाँबाट मधेस केन्द्रित दलहरूले ज्यादा विवाद उठाउनु भएको छ, जुन ठाउँमा उभिएर यदि त्यो ठाउँलाई मात्रै छोडेर तपाईँले निर्वाचन गर्नुभयो भने पनि त्यो मान्यताको प्रश्न उठ्छ, त्यसले ठुलो एउटा प्रश्न उठाउँछ। दोस्रो कुरा, त्यो ठाउँमा भोलि भनौँ न विवाद भयो,
अनि अप्रिय घटनाहरू घटे भने अस्ति जस्तो 70मा घटना घटो अप्रिय घटना घटौँ त्यो चाहिँ त्यहाँ जान खोज्दाखेरि घटेको घटना न अर्थ त के थियो र एमाले आफ्ना कुरा भन्न खोजेको थियो तर भन्न खोज्दा पनि त्यत्रो अप्रिय घटना घट्यो भने भोलि ब्यालेट पेपर नै बोकेर त्यहाँनिर चाहिँ कर्मचारीहरू पुग्दा या राजनीतिक दलका नेताहरू पुग्दा अझ अप्रिय हुनसक्छ त्यो अप्रिय स्थिति भयो भने पनि खतरा भयो त्यसले मान्यता अनि निर्वाचनको मान्यता स्थापित हुन सक्दैन यो समस्याले गर्दाखेरि मात्रै चाहिँ हामीले शङ्का गरिराखेका छौँ होइन भने म त अहिले पनि भन्छु वातावरण छ निर्वाचनको र निर्वाचन गर्न जानुपर्छ अब जुन समस्या हामीले बारम्बार उठाइराखेका छौँ भनिराखेका छौँ सङ्केत गरिराखेका छौँ र शङ्का व्यक्त गरिरहेका छौँ त्यसलाई आधार मानेर त्यसलाई समाधान गर्नुको निम्ति जो जिम्मेवार पक्ष छ तिनीहरूले गरेको प्रयत्न कति जिम्मेवार छ अथवा यो चाहिँ होइन यो यत्तिकै चल्छ त्यसै अगाडि बढ्ने प्रयत्न गरिराखेका छ त्यो पक्ष भनेर कसरी बुझ्ने अब होइन प्रयत्न त यस्तो हो हेर्नुहोस् अब संवाद गर्ने हो सबैभन्दा ठुलो कुरा त संवाद गर्ने हो समाजमा सरिक हुने कि नहुने भन्ने कुरा हो दोस्रो कुरा जस्तो अब समाज छोडेर आन्दोलनको कार्यक्रम तय गरेको छ एउटा समूहले हिजोदेखि नै सुरु गरेको छ मसाल जुलुस के जुलुस अनि अन्तिममा 27 गतेदेखि आम हडताल आदि इत्यादि उसका कार्यक्रमहरू तय गरिएका छन् अब एकातिर समाज छाडेर सडकमै जान्छु भन्नेलाई के गर्ने राज्यले राज्यको प्रयत्न के हुन्छ कि उहाँहरूले सबैलाई संवादमा ल्याइरहने अन्तिम बेलामा पनि अन्तिम मिनटमा पनि अन्तिम सेकेन्डमा पनि ल्याइरहने यसका विकल्पहरू खोज्ने जस्तो यदि 31 गते भएन भने 5 गते सारेर पनि हुनसक्छ किनभने चुनाव 31 गते भएन भने केही हुँदैन केही सबै चिज अन्त्य हुन्छ भन्ने भ्रमबाट हामी मुक्त हुनुपर्छ अब कतिपयले के भन्छन् भने दोस्रो 2 चरणमा गर्नु हुँदैन किन गर्ने भन्छन् 2 किनभने 5 चरणमा गर्दा पनि हुन्छ प्रदेशै पछि एक चरणमा गर्दा पनि हुन्छ प्रदेशै पछि 5-5 दिनको फरकमा चाहिँ 35 दिनभित्रमा चुनाव सक्दा पनि हुन्छ केही फरक पर्दैन त्यसले चुनाव हुनु पर्यो त्यो हिसाबले जानुपर्छ त कतिले शङ्का गरिराखेका हुन्छन् अनेक ढङ्गका शङ्का भइराखेको हुन्छ तर त्यो शङ्काहरूलाई बिस्तारै बिस्तारै संवादको मार्फत बसेर अन्त्य गर्नुपर्छ तर एउटा के परिस्थिति देखिराखेको छ भने जसै कसै पनि तपाईँले जे गरे पनि अहिले अलिकति स्थानीय निकायको सङ्ख्या बढाइदियो भने कुरा मिल्ला जस्तो थियो पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई समेत डिले गरेर राजनीतिक संयन्त्र निर्माण गरेर सरकारले अलिकति अप्ठ्यारो बाटो समेत त्यो ट्र्याक धारण गरेर समेत उसले केही सङ्ख्याहरू बढायो त्यसपछि त्यो पाएको नपाए अहिले त्यो के कुनै अर्थै छैन जे उनीहरूको मूड देखिरहेको छ पृष्ठभूमि देखिराखेको छ उनीहरूले कुनै हालतमा पनि तपाईँलाई यो संविधान कानुन गर्नलाई सहयोग गर्दैनन् भन्ने एकदम मैले सुरुमै भने नि संविधानको विरुद्ध कतिवटा शक्ति छन् भनेर मैले भनेको कारण त्यही थियो के कारण हो भने यो चुनावसँग मात्रै यो समस्या अल्झिएको छैन संविधानसँग जोडिएको छ संविधानलाई नै अस्वीकार गर्ने मलाई त अस्ति मैले अलिकति अप्रिय होला के कुरा देखिन थाल्यो भने त्यसो भने यो गणतन्त्र सही हो त सङ्घीयता सही हो त के यो लोकतन्त्र सही हो त त्यसो भने निर्वाचन नै हुन नसक्ने नपाउने भयो भने यो परिवर्तनको के अर्थ र परिवर्तनको त कुनै अर्थ रहेन नि स्थानीय जनताले स्थानीय निकाय मार्फत आफ्नो अधिकार प्रयोग गर्ने हलोको निर्वाचन समेतको बहिष्कार छ भनेपछि यो परिवर्तनको औचित्य छैन भनेर कि भन्ने आँट गर्नु पर्यो उहाँहरूले अब कुन हदसम्म जानुपर्ने अवस्था हुन्छ उहाँहरूले भने कि यो परिवर्तनको कुनै औचित्य छैन भन्नु पर्यो कि त जनताका घरमा अधिकार पुग्न दिनु पर्यो अब उहाँहरू कुन कुरालाई सही मान्नुहुन्छ जनताका घरमा अधिकार पुग्न दिने कि उहाँहरू यो परिवर्तनको औचित्य छैन भन्ने दुईटा एउटा किता अब दोस्रो बाहेक मेरो बुझाइमा दुईटा किता छन् एउटामा जानुपर्ने अवस्था सिर्जना भएको छ र मलाई चाहिँ के शङ्का लागेको छ भने अघि मैले भनेका 4वटा स्वार्थहरू छन् त्यो 4-5वटा स्वार्थहरू कतै न कतै यहाँनिर प्रिभेल गर्छ कतै न कतै कुनै न कुनै रूपमा त्यसै कारणले तपाईँले अघि भन्नुभयो नि चाहिँ स्थानीय निकायको सङ्ख्या बढाउन माग गरे बढाइदिए तपाईँले संविधान संशोधन गर्ने भने संशोधन भयो अब कस्तो विचित्रको तर्क छ भने जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ भने त्यो सही हो सिद्धान्त त त्यो बेठिक पनि होइन तर सबै ठाउँमा त्यो लागू हुन्छ र भने 17% जमिनले 51% प्रतिनिधित्व चाहियो त्योभन्दा बढी चाहियो भन्ने माग छ जमिनको पनि त्यसकारणले हाम्रो जस्तो भू अवस्थिति भएको ठाउँमा जमिनलाई पनि ध्यान दिनुपर्छ आज पनि तपाईँको गाउँपालिकामा जानलाई कमसेकम एक दिन हिँड्नुपर्ने एक दिनमा नि 4 दिनसम्म हिँड्नुपर्ने गाउँपालिका जबकि तराईको जिल्लामा 1 घण्टाभित्र सबै ठाउँमा पुग्न सकिन्छ त्यो भन्दा पनि बढी चाहियो भन्ने उहाँहरूको भन्ने भयो छ त्यसले गर्दा
आखिर अधिकार भनेको त सबैलाई बराबर हो नि। सङ्घीयता आएको त पहाडको त्यो हुम्लाको मान्छेलाई पनि हो नि, या त्यो डोल्पाको मान्छेलाई पनि हो नि। सङ्घीयता आएको भनेको विराटनगरको मान्छेलाई मात्रै त होइन सङ्घीयता आएको त, सङ्घीयता सबै ठाउँको मान्छेलाई आएको छ। करिब करिब यो सबै हेर्दाखेरि तपाईँले माने पनि नमाने पनि बाध्य पारेर तपाईँको घोडा चढ्ने मलाई परिस्थिति सिर्जना गर्नुपर्छ भने जस्तो एउटाले गर्ने, अर्कोले हल हल भन्दै बसिराख्ने, र यो ट्रान्जिसनल टाइम चाहिँ यो सङ्क्रमण काल चाहिँ बढ्दै जाने हो भने देश झन् कमजोर हुँदै जाने परिस्थिति, अथवा हामीले प्राप्त गरेको लोकतान्त्रिक अधिकारहरू झन् कमजोर हुँदै जाने, देशको अस्तित्वमै पनि प्रश्न चिन्ह खडा गराउने जे जस्तो गतिविधिहरू मान्छेले संशय गर्छन् त्यसलाई बढ्ता पुट दिने, बल पुर्याउने काम हुँदैन। मलाई चाहिँ लागेको देशको अस्तित्व भन्दा पनि अहिले परिवर्तनको अस्तित्वमाथि चाहिँ शङ्का उठाउने स्थिति भएको छ। प्रारम्भिक चरणको कुरा हुनसक्छ यो, किनभने यस्ता कुराहरूले परिवर्तनमाथि चाहिँ शङ्का गर्न थाल्छ मान्छेहरूले। किन भएछ, कतै हिजो जस्तो मैले एउटा उठाएको थिएँ, हामीले लोकतान्त्रिक गणतन्त्रको अभियान चलाएको, लोकतान्त्रिक गणतन्त्र भन्ने शब्दावलीलाई नै क्वाइन गर्ने हामी केही साथीहरू हौँ, कृष्ण पहाडीजी अनि म, त्यहाँबाट गएर के भन्छ छलफलको हाम्रो सम्पादक उहाँ, हामी मिलेर यो चाहिँ गोपाल तपलिया उहाँहरू हामी मिलेर चाहिँ यो शब्दलाई अगाडि बढाएको त्यो बेलामा, र हामी शान्ति समाजमा थियौँ। त्यहीँ यो छलफल गरेर लोकतान्त्रिक गणतन्त्र भनेर राज संस्थाको खिलाफमा अब लोकतान्त्रिक गणतन्त्रको अभियान चलाउनुपर्छ भनेर हामीले चलाएको। अब अहिले लोकतान्त्रिक गणतन्त्र यो मुलुकमा छ, यसलाई अस्वीकार गर्ने शक्ति पनि छ। कतै यो लोकतान्त्रिक गणतन्त्र बेठिक भयो कि भनेर चाहिँ भन्ने मान्छेहरूको लागि त ग्राउन्ड भयो नि। र हिजोका दिनमा राज संस्थाको उन्मूलन गर्दाखेरि राज संस्थाले जति एउटा रिक्तता जहाँ कायम गरेको थियो, त्यो रिक्तता पूर्णे क्षमता नेतृत्वसँग भएन कि भन्ने शङ्का त पैदा गर्छ। त्यो रिक्ततालाई पूर्ण सक्ने हैसियत हुनुपर्छ भनेर हामीले त्यो बेलामा गणतन्त्रको अभियान चलाउँदाखेरि पनि भनेका थियौँ। हामीले स्पष्ट भनेका थियौँ, लोकतान्त्रिक गणतन्त्रको अभियान चलाउँदा राज संस्था उन्मूलन गरिसकेपछि त्यसको त्यो रिक्ततालाई पुरा गर्न सक्ने हैसियत र क्षमता चाहिँ नेतृत्वसँग हुनुपर्छ, होइन भने त्यसले धेरै पहिरो भत्काउँछ, धेरै नोक्सान गर्न सक्छ भनेर हामीले भनेका थियौँ। त्यो रिक्तता पुरा गर्न सक्ने हैसियत देखिएको छैन, अहिलेको राजनीतिक नेतृत्वमा देखिएको छैन। समस्या त्यहाँनिर छ। अब त्यहीमा खेल्ने काम चाहिँ उहाँहरू गरिरहनु भएको छ। अर्थात् कस्तो भने त्यो रिक्तता निरन्तर रहिरहोस् र यो भेलबाडी भलबाडी चाहिँ आइरहोस् र यो लोकतान्त्रिक गणतन्त्र यो निरर्थक हो भनेर सिद्ध गर्न सकौँ भन्ने हिसाबका सोचहरूलाई यसले समर्थन गरिरहेको छ। त्यो कुरामा जबकि सङ्घीय यो गणतन्त्र चाहियो भन्ने, सङ्घीयता चाहियो भन्ने पक्षले पनि त्यसलाई कहीँ न कहीँ बल पुर्याइराखेको अवस्था छ। एकदम नै होइन, स्थानीय निकायको निर्वाचनको सन्दर्भमा जे जति कुराहरू अहिले उठिराखेका छन् नि त्यसले त्यही देखिन्छ नि। नत्र भने स्थानीय तहको निर्वाचन हुन दिएर, स्थानीय तहमा भाग लिएर संस्थाहरू निर्माण गरेर त्यही संयन्त्रलाई भोलि संविधान संशोधन गर्नको निम्ति दबाब सिर्जना गर्ने संस्था बनाउन सकिँदैन र भने अब अर्को कुरा सरकारलाई उपयोग गर्न तपाईँले कति याद गर्नु भएको छ दालजी कि के पनि भनिएको छ भने यो स्थानीय निकायलाई अधिकार बढी बनाइयो, त्यसलाई स्वायत्त बनाएर प्रदेशलाई कमजोर बनाइयो, प्रदेश मातहत राख्नुपर्नेमा प्रदेश मातहत राखिएन भने जे कुरा सुनिराख्नु भएको छ। यी केही सिद्धान्त त सही छन्। जस्तो तपाईँले पहिला स्थानीय तहको होइन, पहिला केन्द्रको, त्यसपछि प्रदेशको, त्यहाँबाट स्थानीय तहको निर्वाचन गर्नुपर्ने, उल्टोबाट सुरु भयो निर्वाचन भन्ने कुरा त्यो स्वाभाविक हो। तर सबै कुरा चाहिँ सिद्धान्त अनुसार मात्रै हिँड्छ। स्थानीय स्वायत्तताको कुरा, विशेष क्षेत्र, संरक्षित क्षेत्र भन्ने, बेला बेलामा स्वायत्त निकायको कुरा गर्ने, एउटा विशेष क्षेत्रलाई पनि स्वायत्त संस्थाको रूपमा विकास गर्नुपर्छ भन्ने माग राखिराखेको हो नि त यो पक्षले। अब अहिले आएर केन्द्रको अन्तर्गत प्रदेश, प्रदेशको अन्तर्गत स्थानीय निकाय भन्ने होइन, प्रदेश अन्तर्गत स्थानीय निकाय भन्ने कुरा उहाँहरूले उठाउनु भएको कुरा हो। तर मैले चाहिँ के भनेको भने यो सिद्धान्त त सही होला, सिद्धान्त त कुनै ठुलो कुरो भएन, प्रदेशले निर्वाचन गराउँछ स्थानीय निकायको, त्यो स्वाभाविक होला। तर के चाहिँ होइन भने सधैँभरि एउटै रुटबाट जानुपर्छ भन्ने त छैन नि। त्यो मात्रै होइन, अधिकार पनि कम बेसी भयो। मेरो अन्तर्गत भइसकेपछि मेरो मनमानी अन्तर्गत चल्नुपर्छ तलका निकाय भन्ने कहीँ न कहीँ केन्द्रबाट अधिकार लिँदै गर्दा प्रदेश चाहिँ स्वायत्त हुनु पर्यो भन्ने। 6वटा प्रदेशलाई चाहिँ नचाहिने, एउटा प्रदेशका केही नेताहरूलाई चाहिँ त्यो माग हुनुपर्ने त केही जरुरी भएन नि। आखिर सबैले स्वीकार गरेको कुरा हुने हो नि। संविधान भनेको, संवैधानिक अभ्यास भनेको त सब बहुमतले, बहुसङ्ख्याले स्वीकार गरेको कुरा हुने हो नि। यसमा अब हामीहरूले जे जस्तो अवस्था देखिराखेका छौँ कि हाम्रो देशमा हाम्रो नेताहरूले कतिपय, अहिले तपाईँले पनि भन्नुभयो कि कतिपय कुराहरूको क्षमता गुमाउँदै गएको अथवा आफ्नो वर्चस्व गुमाउँदै गएको, स्वामित्व गुमाउँदै गएको जे परिस्थिति देखा परिराखेको छ, यो अवस्थामा हिजो अस्ति मात्रै
हाम्रो छिमेकी देशका नेताहरूले हाम्रा नेताहरूलाई त्यहाँ अहिले भ्रमणको क्रममा के भन्यो भने सबैलाई समेट भन्ने नाममा जे गर्न खोजिएको छ यसलाई अलि हटाऊ केही दिन सारा जसरी संविधानको बारेमा भनिएको थियो त्यो जे दबाब दिने प्रयत्न गरिएको छ त्यो थेक्न सक्ने र अगाडि बढ्न सक्ने त्यसलाई चिर्न सक्ने हाम्रो नेतृत्वले त्यो तागत फेरि पनि देखाउला र देश अगाडि बढ्ला भन्ने तपाईँलाई लाग्छ समग्रतामा या अझै शङ्कास्पद? राजुभाइ, नेपालको दुर्भाग्य नै भन्नुपर्छ। यो म बारम्बार भनिराखेको छु कि नेपालको राजनीति गर्ने राजनीतिक नेतृत्व आफै निर्णायक हुन सकेको छैन, कहिले पनि भएको छैन। जब हुन खोज्छ केही कुरामा तब उसको पतन भएको छ। त्यस कारणले बिपी कोइराला पतन त्यसै भएको हो। बिपी कोइरालाको सत्ता किन गयो? बिपी कोइरालाले त्यो कुराहरूलाई कतिपय कुराहरूलाई स्वीकार गर्नुभएको भए बिपी कोइरालाको सत्ता कहिले जाँदैन थियो। त्यो उहाँ दीर्घकालसम्म शासन गर्न सक्नुहुने उहाँको क्षमता थियो। त किन गयो? यसो मूल्याङ्कन गर्नु। कृष्णप्रसाद भट्टराई दुई चोटि किन हार्नुभयो? सामान्य कुरा छन् कि कतिपय कुराहरूमा यही छैन। र गिरिजाप्रसाद कोइराला राष्ट्रपति किन हुन सक्नु भएन? मनमोहनजी किन 9 महिनामा कुद्नु पर्यो? छन् नि, इतिहास पल्टाएर हेर्ने हो भने यस्ता धेरै खालका घटनाहरू छन् जो घटनाहरूलाई हामीले सामान्य रूपले मूल्याङ्कन र हाम्रो बाध्यता र हाम्रो चाहिँ होइन, दुईटै कुरा हो। हाम्रो नियति पनि हो, किनभने हामी त्यस्तो भुवा अवस्थितिमा बसेका छौँ। हाम्रो रणनीतिक रूपमा त्यसलाई हामीले प्रतिवाद गर्ने नै होइन। प्रतिवाद गर्नुभन्दा हामीले त्यसलाई व्यवस्थापन गरेर जानुपर्छ। त्यो कुरालाई व्यवस्थापन नगरी हुँदैन। धेरै हल्ला नगरी हाम्रो बाध्यता यहाँ कस्तो छ भने लौरो लाठी लिएर चाहिँ कुद्ने अनि जब सिद्धिन्छ त्यहाँबाट कोठामा बसेर रुने हाम्रो चलन छ। त्यो लाठी मुङ्ग्री उठाएर हुँदैन। हामीले त्यसलाई रणनीतिक शैलीमा त्यसलाई कसरी गर्ने, त्यसको व्यवस्थापन कसरी गर्ने, हामीले हाम्रा कुराहरू बलवान कसरी बनाउँदै जाने र अर्काका कुराहरूलाई कमजोर हुन किन बनाउन कसरी सक्ने, त्यो कुरातिर लाग्नुपर्छ। हल्लाले नाराले चाहिँ हुन्छ जस्तो मलाई त्यति लाग्दैन। अहिलेको नेतृत्वले अलिकति धेरै हल्ला नगरिकन हाम्रो जे भूराजनीतिक अवस्था छ त्यसलाई बुझेर कतिपय कुराहरू फकाइ फुलाइ जसरी भुटानले गरिराखेको छ, धेरै अगाडि बढिसकेको छ। त्यो हामीले त्यस्ता कुराहरूमा हाम्रा नेताहरूले बुद्धि किन पुर्याउनु पर्छ भन्ने होइन। हाम्रो उदाहरण त जङ्गबहादुर छन् नि, सबभन्दा ठुलो जङ्गबहादुर। युद्ध गरे भीमसेन थापा तिमीहरूको दाजुभाइले युद्ध गर्नुभयो, आधाभन्दा बढी भूमि हाम्रो गयो, स्वाभिमानको लडाइँ लड्नुभयो, त्यसमा कुनै सन्देह छैन। त्यो वीरताको जति गौरव गाथा गाए पनि पुग्छ, तर कमै हुन्छ। तर हाम्रो त गुम्यो नि त, गुमेको त सत्य हो नि त। व्यवस्थापन गर्न नसक्दा गुमेको सत्य हो न्यु खोज्दाखेरि। जङ्गबहादुरले त्यहीलाई बिचको बाटो समाते, त्यत्रो भूमि फिर्ता पनि गरे। आज हामीलाई 1 इन्च कालापानीको एउटा सानो कुरो चल्छ, एउटा कुनै लक्ष्मणपुरा बाँधको कुरो चल्छ। ती बाँध त्यति सानो, तपाईँले 1 बित्ता जग्गा हामी फिर्ता गर्न या त्यहाँनिर व्यवस्थापन गर्न सकिरहेको छैनौँ। जङ्गबहादुरले त्यत्रो काम गरे, किन गरे, कसरी गरे? कमसेकम त्यो पढ्दै नपढेको, 1 अक्षर पनि नजानेको त्यो प्रधानमन्त्री, त्यो नेताबाट अहिलेको पढालिखा नेताहरूले सिक्नुपर्छ, जरुरी छ। कसरी हामी नेपाल चलाउने, कुन रूपमा अगाडि बढाउने भनेर स्वीकार गर्नुपर्छ। त्यस्तो कुराहरूलाई त सोच्नुपर्छ। कराउने भन्दा पनि गराउने विवेकसम्म ढङ्गले काम गर्ने, व्यवस्थापन गर्न जरुरी छ। गराउने काम कार्यक्रममा आइदिनु भयो, यहाँ धेरै धन्यवाद। हस्, धन्यवाद। दर्शकवृन्द, हामीसँग हुनुहुन्थ्यो विश्लेषक पुरुषोत्तम दाहाल। कार्यक्रमको अन्त्यमा यही भनौँ कि राजनीति गर्नेहरूले आफ्नो राजनीतिक स्वार्थको निम्ति विभिन्न किसिमका मुद्दाहरू उठान गर्न सक्छन्, तर जनताले पनि आफ्नो ठाउँमा निर्णय दिने बेलामा विचार पुर्याएर निर्णय दिन जरुरी छ। आफ्नो अधिकारको उपयोग गर्ने सन्दर्भमा जनताले पनि कतिपय कुरा यो म मान्दिनँ, यो मेरो हितमा छ भन्न सक्ने हैसियत बेला बेलामा नेताले गरेनौँ भन्छौँ हामी जनताले पनि गर्न जरुरी छ। यही कुरा राख्दै आजको कार्यक्रमबाट बिदा चाहन्छु। नमस्कार।